हेलो एभ्रिवान गाइस ल यो चाहिँ आज ढलान हुने तयारी ट्याक्क लाएर यसो चाहिँ कति 9:05 सब रेडी भइसक्यो वायरिङ सायरिङ हामीले पनि फर्मा हानेर क्लिन गरिसक्यो देख्न सक्नुहुन्छ बिट पनि एकदम स्ट्रेट हुनुपर्छ है तपाईँहरूले हेर्ने एक बिट पनि छेउको यो अरू जग्गा छ बाहिर जानु हुँदैन यो 9/9 को 4 इन्च मात्रै ढल्ने पनि हुने यो चाहिँ रेडी मिक्सले गर्ने हो गाडीमा आउँछ मसला एउटा सिँढे ठोक्दैछन् तलको सिँढी बिगाएर चाहिँ पहिला पुरानो घर अर्को ढोका चाहिँ बिगाएर चाहिँ तल देख्नुहुन्छ माथि फेरि बवाल बनाइदिएछ त्यसको लागि ट्याक्क ढलान रेडी हुँदा अब यसमा चाहिँ फेरि फलाम हालिदियो भने तपाईँहरूको फलामको पिलर हाल्नु छ यसमा माथि टसको लागि बलियो पनि हुन्छ एकैचोटि यो बिचको भाग एउटा रड काटेर ट्याक्क गुछाइदिने यसलाई त फलाम पिलरको लागि पाइप पनि काट्नु लाग्यो पेट्रोललाई मैले एकजनालाई त्यो 20 फिटको पाइप हो 10 फिट काटेर माथि ट्रस आउँछ झ्याममा लगाएर झ्याम ढलान तयारी काम कस्तो भयो अहिलेसम्म हिँड्न सक्नुहुन्छ कामलाई साइडको बिमहरू यस्तो एकदम स्ट्रेट हुनुपर्छ हेर्नु तपाईँ जहाँ पनि हेर्दाखेरि काम याद गर्ने होइन लटर पटर गऱ्यो भने चाहिँ खरो हान्छ फेरि मैले केटाहरूलाई ल वाल भिडियोमा चाहिँ अरू घरको पनि फेरि अहिले फेरि जगमा जानु हो ल सोल्टी तिमी गएर वहाँ गएर 5 को 2टा डाइ लिएर आऊ त्यो उता जग पिलर गरेर साइडबाट गएर आऊ ल डाइ चाहियो त्यो कुनामा राखेको छ मैले हिजो